के नेपाली दाल भातले मेरो ब्लड सुगर स्पाइक गर्छ या स्टप गर्छ? लेट्स फाइन्ड आउट। आज म भक्तपुर ब्यासीमा छु। यो मेरो वान अफ द फेभरेट लोकल भात खाने ठाउँ हो। म खाँदैछु यो लोकल चिकन खाना। हेलो एभ्रिवान, हामीले लोकल दाल भात खाएको 3 घन्टाभन्दा बढी भइसक्यो। नाउ लेट्स सी मेरो कन्टिन्युस ग्लुकोज मोनिटरले के भन्छ। मेरो ब्लड सुगर जम्मा 52 mgले स्पाइक गर्यो इभन आफ्टर इटिङ सच अ बिग मिल। मैले खानाको पोर्सन थपेको थिइनँ र जति तपाईँले प्लेटमा देखिराख्नुभयो त्यति नै एक्ज्याक्ट खाएको थिएँ। हामीले खाना खाइसकेपछि वेन्ट फर अ 30-minute वक which I think actually helped me get a lower spike. नेपाली खाना is considered one of the best balanced diet यदि तपाईँले मिलाएर खान सक्नुभयो भने। दालमा भएको प्रोटिन, सागसब्जीमा भएको फाइबर, मासुमा भएको प्रोटिन, अचार अनि भात इज अ भेरी वेल ब्यालेन्स्ड डाइट। थोरै पोषण खाने तरिका र खानापछि हिँड्नुभयो भने यसले भरपुर मात्रामा तपाईँलाई तागत, न्युट्रिएन्ट्स दिन्छ र तपाईँको ग्लुकोज स्पाइकलाई एकदम मोडरेट पनि राख्छ। प्लिज रिमेम्बर, इन्डिभिजुअल रिजल्ट्स भ्यारी एन्ड फलो फर मोर।